एक महीना अघि मात्र अस्ट्रेलिया गएका कन्टेन्ट क्रिएटर निशान मैनाली भोट हाल्नकै लागि फर्किए नेपाल। दर्शकबिन लोकप्रिय नेपाली कन्टेन्ट क्रिएटर निशान मैनाली आगामी निर्वाचनमा मतदान गर्न विशेष रूपमा नेपाल फर्किएका छन्। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै उनले आफू जहाँ रहे पनि देशको भविष्यसँग जोडिएको जिम्मेवारीबाट टाढा रहन नसक्ने बताएका छन्। अस्ट्रेलिया गएको एक महिनापछि नै उनी स्वदेश फर्केका हुन्, जसले अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। निशान केही समय अघि मात्रै अस्ट्रेलिया प्रस्थान गरेका थिए, तर निर्वाचन नजिकै जाँदा उनले देश परिवर्तनको समय आएको छ, विदेश बसेर मात्र हुँदैन भन्दै भोट हाल्न र परिवर्तनको झण्डा फहराउन उनी नेपालको झण्डा उडेर नेपाल फर्किने निर्णय गरेका हुन्। नेपाल फर्किँदा उनले खुसीका साथ राष्ट्रिय झण्डा ओडेको दृश्य सार्वजनिक गरेका छन्, जसलाई उनका समर्थकहरूले देशप्रतिको समर्पणको प्रतिक्रियाका रूपमा लिएका छन्। यसअघि भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा पनि निशान सहभागी भएका थिए। जेएनजी आन्दोलन पश्चात अस्ट्रेलिया जानुभन्दा केही दिन अघि उनी संसद भवन अगाडि पुगेर भावुक बनेका थिए। सायद अब म यहाँ आउन सक्दिन होला, तर यो युवाहरूले रगत बगाएको ठाउँ हो जहाँ आउँदा मलाई पीडा हुन्छ भन्दै उनले व्यक्त गरेको भावना त्यति बेला व्यापक रूपमा भाइरल भएको थियो। स्वदेश फर्किएसँगै उनले विदेशमा बसोबास गरिरहेका नेपाली युवालाई पनि लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। यदि सम्भव छ भने नेपाल फर्केर मतदान गरौं। मतदान केवल अधिकार मात्र होइन, भविष्य निर्माण गर्ने अवसर पनि हो भन्दै सन्देश उनले सार्वजनिक गरेका छन्। आफ्नो भिडियो मार्फत उनले भनेका छन्, साँच्चै मेरो भिडियो मन पराउनुहुन्छ भने देश परिवर्तनका लागि म जस्तै नेपाल फर्किनुहोस्। मनोरञ्जनात्मक सामग्री मार्फत लोकप्रियता कमाएका निशान पछिल्लो समय सामाजिक र राष्ट्रिय विषयमा पनि खुलेर धारणा राख्दै आएका छन्। युवा पुस्तामाझ प्रभावशाली आवाजका रूपमा स्थापित हुँदै गएका उनले आफ्नो व्यक्तिगत भविष्य भन्दा अघि जन्मभूमिलाई प्राथमिकता राखेको सन्देश दिन खोजेको देखिन्छ। निर्वाचनको माहौल तातिँदै जाँदा मतदानका लागि स्वदेश फर्केको उनको कदमले विशेष गरी विदेशमा रहेका नेपाली समुदायबीच नयाँ बहस सुरु गरेको छ। देशप्रेम, जिम्मेवारी र सक्रिय नागरिकताको सन्देशसँगै निशान मैनाली यति बेला चर्चाको केन्द्रमा रहेका छन्।